नखाने भाइ भयो हेलो गाइज वेलकम टु आवर ब्लग हाम्रो साथी चाहिँ मस्तले दिइरहेछ है ल सकाइसकेछ अनि यहाँ चाहिँ हाम्रो भाइ छ उसको फेरि छुट्टै छ होइन हामी कहाँ जान लागेको अरे कति किलोमिटर छ अरे 4.5 किलोमिटर 5 किलोमिटर भने त्यस्तै मान्छेले हामीलाई कति टाइम लाग्छ भनेको छ 2.5 घन्टा लाग्छ भन्छ हेरौँ कति घन्टा लाग्छ हाम्रो यहाँ भाइलाई चाहिँ लास्टै जाडो भएको छ बिचरा टोपी सोपी लाएर कालो लाएर पुरै तर हुन त मैले पनि पुरै कमक्क भएर आएको छु तर त्यति साह्रो जाडो नहुन सक्छ तराईको चिसोले छाडे छैन हामी कहाँ रे भाइ हामी माथि रह्यो कहाँ मासतिर हौ यहाँ चाहिँ यत्रो लाइन छ होइन अनि हामी चाहिँ जामाचाउको लागि रेडी हुँदैछौँ हामी पनि लाइनमै छौँ अनि यो चाहिँ भाइ एउटा यो जामाचोको हाइकको लागि ऊ इटरीबाट आएको छ यत्तिको चाहिँ हुनुपर्छ है हाम्रो अर्को साथी चाहिँ उता लाइनमा यसो बसिरहेको छ हाम्रो चाहिँ यहाँबाट हाइक सुरु भइसकेको छ होइन हामी चाहिँ भर्खर के गरेर आएको अरे चेक गरेर आएको यहाँ 3वटा टिकट पनि छ ट्याक्क लाएर 3जना 3टा टिकट यहाँ तल चाहिँ चेकिङ हुँदैछ हामी चाहिँ लागिसक्यो माथितिर के अरे गोरेटो बाटोबाट यसो ए त्रिपल क्लिक नै भएन यार कता गयो हाम्रो भाइ चाहिँ फेरि यार बाटो चाहिँ यस्तो छ है गाइस अब चाहिँ जानै पर्ने हुन्छ उकालो उकालो गर्दै बाजे पनि हिँडिसक्नु भनेको म हो कि यहाँ आर्मी भनेको आर्मीको ज्याकेट लाएर आर्मी भन्ने अनुहार अनुहार त कतिले छ नि साथी नेपाली आर्मीको भन्दा धेरै खाए अनि तिम्रो लागि खानेकुरा यही होइन त आर्मीले खाने त्यस्तै त्यस्तै हो त अब सिक्नु पर्ला साथी नेपालको त त्यस्तै भयो बाहिरको आर्मीतिर लाग्नु पर्ला सबै गल्ती गर्नु लेग हानेको भोलिपल्ट हाइक गर्न नआउनु क्या साथी सजिलो त लेग हान्न अहिले यो कार चाहिँ यस्तो पिटलिक पिटलिक बोलिरहेको लास्टै जम्मा 4 किलोमिटर बाँकी रहेछ साथी तर 4.5 भन्यो थियो 4.5 किलोमिटर हिँड्छ क्या आधी किलोमिटर हिँड्यो कस्तो लागिरहेछ त साथी यार डेन्जर यस्तो कार्स बोलेर अब स्लिप खान्छु क्या मैले त बाटो थालेर कहाँ हिँडेको जङ्गल जङ्गल साथी हेर्न आफूहरूले चाहिँ ग्रिप सुज लगाएर आएर है मैले चाहिँ ग्रिप सुज लगाएको छुइनँ ओइ म लड्यो भने कसले समात्छ मलाई स्लिप खाइरहेको छु क्या त ग्रिप सुज लगाएर नै स्लिप खा भन्दा लाज लाग्दैन साथी यार बोल्नले सासै अड्किसक्यो अझ बोल्दै आइज भन्छस् टर्के आएको जिते जानै पर्ने हुन्छ अर्को नि गुल्टिन्छ त मलाई मात्रै नदेखा न हौ मेन गुल्टिने चाहिँ को हो भनेर देखाइदियो क्या साथी म भाइरल हुम्ला फेरि अलि ढिलो भाइरल हुम भयो तपाईँहरू यो बाटोमा हिँड्नु सक्नुहुन्न परको बाटो हिँड्नु सक्नुहुन्छ तपाईँहरू यो बाटो हिँड्न सक्नुहुँदैन हिँड्नु सक्नुहुन्छ होइन परको भरेङवाला बाटो पनि छ बाटो सरी बाटो त होइन मेरो भाइ लडीबुडी गरेर साथीभरि माटो लागिसकेको छ कस्तो लागिरहेछ यस्तो बाटोहरू हिँड्नु पाउँदा त रमाइलो लाग्छ साथी खुट्टा दुख्या त्यही हो जङ्गलको बाटो होइन नेचरसँग रमाइलो हिँड्नु पाउँदा यत्तिको चाहिँ हेर्नुपर्छ दामी के 15 मिनटमा 1.5 घन्टा लागिसक्यो अब यस्तो गर्दा हिँड पन्छी पनि उठ्छ फेरि मस्त लाग्यो
कति मिनट टिक्दो रहेछ अघि ठार्दै उकालो अनि अहिले त्यो छैन म त कस्तो लागिरहेको साथी तिमीलाई डेन्जर मजा साथी यार यत्तिको हिँड्नु पायो भने त 4 घन्टा हिँडिदिन्छु म कसम हौ भाइ रारा जाँदा हिँडेको म पत्ताउँदैन यार राराको कसम अब राराको कसम यहाँ वाइ वाइ र प्रीति चाउचाउहरू पनि यहाँ सामेल हुनु पर्यो साथी फोनले नि यार हामी पनि बनाउँछ रारामा त सामेल भयो अब प्रीति चाउचाउ र वाइवाई पनि आउनु पर्यो हेलो 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 गाइज वेलकम टु आवर च्यानल हामी माथि हाइक जाँदै हामी 3जना दाजुभाइ दिदीबहिनीहरू अनि हजुरहरू पनि आउनु चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नुहोस् हाम्रो युट्युबर दाजुलाई धन्यवाद माथि गएर भेटौँला अनि कहाँ गयो खाने धकेला आइसी त यो पनि मिठो हुँदो रहेछ कसरी लिने कसरी खाने अरे यसरी लिने मिठो 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 छ देखो न गाइस देखो न कपी हानिदिएको क्या यतिको चाहिँ खानुपर्ने हुन्छ होइन भाइ यहाँ त भेरो लब लगाएर जति गरे नि गोर्खा नदेखिनु भइस म यतिको गरेर त छैन त्यही पनि आएको छु ठिक छु साथीहरू तिमीहरूलाई कुनै टिप्स थाहा छ भने गोरो हुने मलाई पनि भन ल गोरै भइन् नि यार हात हेरेर मुख हेऱ्यो भने त हात कति डेन्जर कालो छ यिनीहरू मभन्दा कालो छ नि त्योहरू म धेरै गोरो आयो त्यो बहिनीहरू भर्खर आयो क्या हो त्यो अझै आएन बहिनीहरू पनि नास्ता गर्न बस्यो जस्तो आधी किलोमिटरमा हामी पनि वेलकम टु जामाचो हाइक त्यसरी खानु होला तर बाटोमा चाहिँ नफ्याँक्नु होला नफ्याँक्नु होला कृपया यहाँ धेरै जस्तो बाँदरहरू छ उनीहरूले गएर प्लास्टिक खाइदियो भने प्लास्टिक हग्छ मजा पहाडबाट यस्तो अरे त्यस्तो अरे पहाडबाट यस्तो यस्तो ल सबै त खा धेरै भएन लास्टमा बाँधा त को रहेछ थाहा पाइहाल्यो नि पायो जाम अब अहिलेसम्म कति किलोमिटर हेरेछ साथी 2.5 किलोमिटर 2 किलोमिटर छ अझै अझै 2 किलोमिटर रहेछ त कहिले पुग्ला जस्तो लाग्छ तिमीलाई अब खै हिँड्यो नि त साथी 30 मिनटमा यस्तै पाराले हल्लिँदै हिँड्यो नि 1 घन्टा मलाई लाग्छ अलिक बढी लाग्छ जस्तो लागिरहेछ चाहिँ यस्तै पाराले त हुनसक्छ साथीहरू किनकि तिम्रो इनर्जी लो भइसक्यो कहाँ भर्खर जङ्गिरी हो के को इनर्जी लो ए भनेपछि उहाँमा भयो अनि सक्छ त कसै 120 हजुर 120 के भन्नु 1 hour 20 minutes खै लाग्यो होला हामी उता 19 मा तब आर्मी क्याम्पमा फेरि उ गरे हैन हामी मुनि कतिमा थियौँ हैन कतिमा हिँडेको तँ हेर तपाईहरु देख्न सक्नुहुन्छ यहाँको जामाचो टेम्पल चाहिँ भ्यू हैन कस्तो दामी भ्यू आएको त्यहाँबाट तर अलिकति क्लाउडी टाइपको छ नि क्लियर छैन यहाँ माथिबाट नै हेर्न मिल्छ जस्तो छ तर क्राउड चाहिँ लास्टै हुँदो रहेछ एभ्री स्याटरडे स्याटरडे चाहिँ नआउनु होला भन्ने अनुरोध गर्छु म धन्यवाद घन्टा 20 मिनट लाग्यो हामीलाई चाहिँ होइन मस्तले रमाइलो गर्दै बाँदर चाहिँ झुन्डेरै पुग्यौँ माइक चाहिँ अफ गरेछ आई गेस गफ जोत्नु पनि सानोसम्म जोत्दैन हो फेरि भन्दा 1 घन्टा 20 मिनट जति लाग्यो त हामीलाई बाँदर चाहिँ उफ्रिँदै हल्लिँदै लाग्यो कति बजी लिएर सेकेन्ड बेस क्याम्प पुग्दाखेरि चाहिँ 11:20 जति भएको थियो अहिले कति बज्यो 1:19 भयो अब 2 घन्टा लागेछ हाम्रो लगभग 2.5 घन्टा 2.5 घन्टा चाहिँ लाग्यो 2 घन्टा 2.5 घन्टा ल साथी तँलाई भन्नु कस्तो लाग्यो एक्सपेक्टेसन भर्सेस रियालिटी
अहिले धेरै फग भयो क्या रमाइलो लाग्यो अलिकति उ भयो है मधुरो टाइपको भयो फग धेरै आएको यो एकदम क्लियर देख्न लागि चाहिँ किन कतिखेर आउँछ नि कतिखेर पानी परेको बिहान आउनुपर्छ क्या त्यो पानी परेर उ भयो बेला नि यो अहिले कि त हावा लागेको हुनुपर्छ नत्र यो क्लियर हुँदैन कहिले पनि पोल्युसन धेरै छ तर जे भने अलिकति देखिएको चाहिँ छ होइन ल भाइ तिमी इटरीबाट आएको कस्तो लाग्यो भन धेरै राम्रो छ एक्सपेक्टेसन भर्सेस रियालिटी कस्तो लाग्यो एक्सपेक्टेसन कस्तो थियो एक्सपेक्टेसन जस्तै म्याच चाहिँ भएन तर ठिक छ एभरेज धेरै उकालो भयो ल्याडर्स धेरै भयो अरू भन्दा नि उकालो कस्तो लाग्यो भन न भाइलाई उकालो कस्तो लाग्यो भाइ तिमीलाई उकालो ठिक छ के भन्दिनँ राम्रो छ भाइ स्पिचलेस भयो जस्तो छ त साथी भन न हामी कहाँबाट आयो यो डाँडा कि त्यो डाँडाबाट भन कहाँबाट रे यो डाँडाबाट आयो कि यो डाँडाबाट आयो खै थाहा भएन यार साथी यही डाँडा हो गेस गर्दैला साथी यही डाँडा हो यस्तो आएको नि हामी उकालो होइन त हो त मलाई लाग्छ त्यो डाँडा होला होइन साथी यही डाँडा हो किन भन्दाखेरि आउनुभन्दा अगाडि मैले ऊ हेरेको थिएँ क्या भिडियो हेरेको थिएँ ठ्याक्कै यसरी यो पोइन्टबाट हुँदै हुँदै आउने हो क्या यो माछा पोखरी कता हो माछा पोखरी अब माछा भाटामा होला थाहा छैन यार त्यो त अलिकति यसो स्वयम्भू होइन साथी कुन चाहिँ हो स्वयम्भू साथी यो स्वयम्भू होइन साथी खै त स्वयम्भू गुम्बा त देख्दिनँ त तेरो आँखा माइनस लाउने यहाँ ए त्यो होला यो स्वयम्भू होइन त्यहाँबाट सिधा उता जानुपर्छ होइन जस्तै कि हामी माछा पोखरीबाट चाहिँ उभा आउनुपर्छ कि होइन थाहा छ नि थाहा छ अनि माछा पोखरीको उँभो चाहिँ यो हो अनि स्वयम्भूको यो चाहिँ यो हो के हो चाहिँ अनि यो साइडबाट हो क्या हामी आउने चाहिँ हुनसक्छ दुइटै उस्तै छ यो साइडबाट हो यो साइडबाट मलाई लाग्छ जहाँसम्म दुइटै उस्तै चाहिँ नभन साथी किनकि हामी यताबाट आउने हो नि त मलाई चाहिँ यही हो जस्तो लाग्छ साथी यार मलाई चाहिँ यो त्यो साथी यार एउटा जङ्गल जम्मा 4.5 किलोमिटर मात्र हुँदो रहेछ हामी अझ माथि पुगेको छैन नि त चाहिँ उता तेर्सो पनि होला नि त जे भए पनि त्यत्रो जङ्गल हिँडेर आएको छ नि त जम्मा 4.5 किलो मात्र हो त सरकार बाटो अब यो उकालो भएर चाहिँ हामीलाई धेरै लागेको कि साथी अब बाइकतिर हिँड्ने भए चाहिँ 4.5 किलोमिटर चाहिँ एज यु क्यान सी कहाँ आइसकेको छौँ हामी यहाँ भ्यूमा आइसकेको छौँ भ्यूमा आइसकेको छौँ रे भ्यू हेर्न आइसकेको छौँ कस्तो लाग्यो त तपाईँलाई मलाई भोक लागिरहेछ होइन भोक त लागिरहेछ त्यो डाँडा कस्तो लाग्यो यहाँबाट डाँडा मलाई अलिकति हाइटदेखि डर लाग्छ र त्यो भएर अलिकति खै झरम जस्तो लागिरहेको थियो यार त्यसो भए भनौँ न साथीभाइ हामी पनि अब निस्क्यौँ यार निस्क्यौँ ल हामी यहाँ माथि आएर चाहिँ खानेकुरा मगाएको छौँ अब यो 1 प्लेट चटपटेको चाहिँ 100 रुपियाँ 2 प्लेटको 200 रुपियाँ 11 पिस पानीपुरीको चाहिँ 100 रुपियाँ रहेको छ अब टेस्ट चाहिँ अलिकति एक्सपेक्टेसन जस्तो त हुँदैन जस्तो लागिरहेछ लेट्स सी खाऊ भाइ खाऊ तिमी लास्टै दुध लायो खानै पर्ने हुन्छ है हामीले चाहिँ चटपटी ठिकै चाहिँ छ होइन म अलिकति अमिलो धेरै खाने भएर अलिकति अमिलो नलास लाग्यो अनि अर्को भनेको चाहिँ किन यो तोरीको तेल ठस्स गनाइरहेछ मलाई चाहिँ त्यही भएर होला अलिकति ठस्स गनाइरहेछ मलाई चाहिँ पानीपुरी यसो ट्राई गरिदिउँ ठिकै छ पानीपुरी छ साथीहरू हाम्रो आमाले घरमा बनाइदिएर पठाइदिएको अमिलो पिरो टक्क खायो अनि अचार खानै पर्ने हुन्छ रोटी अब सब पाखा लाग्छ तिमीहरू चटपटे खा म फापर रोटी खान्छु एउटा हामीलाई दिएन हौ 3टा खाला 4टा खा तिमीहरूले नि खान्छ र
तिमीहरूको मुख छ यो आम्ले खाएर त चटपटेमा त अमिलै छुइए नि खाइन जस्तो भयो यार मिस गर्नु ओहो काइता पिरो है काइता हामीले अब दाँत कोटिन लाग्यो नमस्ते मेरो नाम चाहिँ दक्षिणा पन्त अहिले चाहिँ हामी यो गाउँमा चोकको डाँडामा छौँ होइन अनि त्यसपछि बाटो चाहिँ एकदम टफ थियो तर पनि हामी आइपुग्यौँ त्यसमा एकदम प्राउड फिल भइरहेको छ अनि त्यसपछि स्पेसल थ्याङ्क्स चाहिँ उहाँलाई जसले हामीलाई तानी तानी घिसारी यहाँसम्म पुर्याउनु भयो होइन अनि त्यसपछि एकदम राम्रो छ जे होस् यहाँ माथि आइपुग्दाखेरि चाहिँ त्यो फ्रेस एयरले गर्दाखेरि एकदम धेरै वर्थ इट लाग्यो यहाँसम्म आउनु चाहिँ अनि बिचमा आइपुग्दाखेरि केही नभए पनि सबै ठाउँमा चाहिँ क्विट गरौँ जस्तो लाग्छ तर नगर्ने डिसिजन चाहिँ एकदम राम्रो प्रुभ हुन्छ त्यति हो थ्याङ्क यू भेरी मच अरू केही छ होला नि त अरू के भन्नु हिँडाइ कस्तो लाग्यो हिँडाइ त हामी हिँडेकै होइन खासमा भन्नु पर्दाखेरि त्यो एउटा पाइला गनेर चालेको जसरी आएको हो हामी चाहिँ अनि हामी भन्दा नि मै हो होइन बसौँ भन्दा नि मानेनन् अनि जबरजस्ती आउनै पर्यो एक्लै कसरी तल फर्किनु भनेर अनि त्यही हो रमाइलो भयो हुन चाहिँ एकदम धेरै अनि चिसो चिसो छ पछाडि पछि एउटा ग्रुपै छ डान्सको होइन यो चाहिँ भयो मेरो विमल साथी यतिको चाहिँ हुनुपर्छ जहाँ भएपछि जहाँ साथी जाऊँ भनेपछि गइहाल्ने भने यतिको साथी चाहिँ हुनुपर्छ होइन साथी हामी अर्को कता जाने रे अब खै कता भन्नुपर्छ कि अब जे होस् छिटो जाऊँ नि होइन चम्पादेवी जस हाइक चाहिँ गइराख्नुपर्छ होइन साथी हप्ताभरको भोज एक दिन बाहिर निस्केर हिँड्नुपर्ने हुन्छ साथी तिमी कता जानु लाग्यो हौ अब त घर जान लाग्यो नि साथी ओह्रालै तिमीलाई पो गाह्रो होला कि भन्ने टेन्सन छ साथी यार ए हुँदैन मलाई के सोचे भने तिमीले सोचे चाहिँ के मलाई त्यत्रो हिँडेर आइसकेको सोचे चाहिँ के हाम्रो अर्को फेरि यहाँ छुट्टै ओहो चसन लगाएर ह्यान्ची देखियो त के हो अलवेज नसक्नु छ नसक्नु छ हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला हाम्रो टिकटक एकाउन्ट पनि छ होइन विमल गुरुङ उसलाई पनि सब्सक्राइब गरिदिनु होला फलो एड सबै गर्न सक्नुहुन्छ के गर्न सक्छ गर्नु होला यस्तै भिडियो हामी बनाउनेवाला छौँ स्टे ट्युन अफ हान्ने साथी बेइज्जत हुन्छ अब त